स्याम्पो थप्दै छ क्या हो यार मन्जो नहाल्यो यो पानी हाल्नु भने बर्थडे उसको मनाउने हामीले है फेरि ल बोल्नु पऱ्यो सो आज चाहिँ हामी पुष्पा भाइको बर्थडे छ बर्थडे सरप्राइज दिनको लागि चाहिँ हाम्रो केटाहरू रेडी पारेर आइसकेको छौँ खासमा बर्थडे सरप्राइज कि त बिहानै दिन्छ कि त बेलुका दिन्छ तर हामी चाहिँ दिउँसोको 2 बजे बर्थडे सरप्राइज दिँदैछौँ र हामी आइसक्यौँ सबै रेडी गरिसक्यौँ है अब चाहिँ हामी जाँदैछौँ के कस्तो हुन्छ हाम्रो पुष्पा भाइको रियाक्सन कस्तो हुन्छ हेरौँ है त ल हामी चाहिँ टक्क लाएर हाम्रो पुष्पा भाइको बर्थडे सरप्राइज दिनको लागि चाहिँ जाँदैछौँ यता भाइ छ हेलो गर हेलो हेलो संसारजी हेलो यता हामी जाँदैछौँ है अब चाहिँ टक्क है ल ग्रिनल्यान्ड चौक सामुसी जाँदैछौँ है ल हामीले केक पनि लिइसकेको छौँ यता खाता पनि रेडी पारिसकेको छौँ र हामी अब पुङ लगाइसकेको छ है ल जाउँ 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 टोलियो जाउँ पहिला हामीले के गर्नुपर्ने मान्छेहरू त पहिले आइदियो पड्काउने बेला यो मुनि मात्रै यस्तो यतापट्टि मान्छेले त बिचमा घुमाउँछ मान्छे सिधै मुखमा लगाइदिने हो नलाउने जिउतिर नलाउने सँग लाग्छ है एकदमै हामी होसियारपूर्वक सरप्राइज भने बबल यस्तो यहाँ मुनि मात्रै घुमायो मुनि मात्रै हेर्छ पुष्पा भाइ सुत्दै रहेछ अब चाहिँ उनी तर्साइदिनु हिमालतिर पऱ्यो ल सुतिरहेको थियो जन्मदिनको धेरै धेरै शुभकामना छ ल ए डिस्टर्ब गर्ने है त्यो मुढाले मुढा माथि राखेर त्यो मुढाले न त्यो मुढाले ह्यापी बर्थडे थ्याङ्क यू ह्यापी बर्थडे छान्दैछ नि गर्नु भएन भने एक तर्का बोल्दै यो बोल्दै एक तर्का ल थ्याङ्क यू हाम्रो सरप्राइज कस्तो सबैजनालाई सुतिरा मान्छेले हैन के को सामानै देखाइदियो तिमीले सँग चाहिँ लाग्यो आन्छ कि भन्दा चाहिँ थियो तर त्यस्तो सफा गर्न चाहिँ सब जुत्ता लगाएर आइदियो ल हाम्रो यता बस्दै हुनुहुँदो रहेछ है डिस्टर्ब भयो नि है तपाईँलाई ए पुष्पा ह्यापी ल ल ल ल ल ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ल अब हाम्रो कार्यक्रम रहेको छ ल
यस्तो रहेछ नि राख्नु पर्यो सब्जी ल्याइदिनु क्या उदय तरकारी लिने तरकारी काट्नेले सुरु हान्थ्यो अब तपाईँ चाहिँ किन ढिलो त पड्काउनु त अगाडि आउनु लास अरे के सब त संसार दाइले हेर्नु नि हातहरू राखेर हेर्नु के कालै हातै कालो बनाइदिएछ के कालो बनाइदियो क्या कालै सरेछ ठ्याक्कै जिरे मात्रै भइसक्यो जिरे जिरे हो त जिरे 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 कस्तो गर्मी रहेछ नि त है जस्तो हो नि त यो सबैजनालाई धेरै धेरै धन्यवाद अलिकति ल्याउनु पर्दो रहेछ कहीँ बढी पर्दो काटौँ न प्लास्टिकमा भन्दा यस्तो धोएर ल्याइदिरहनु पर्छ सदुपयोग गरौँ के ठुलो आउँछ नि त हामी घप्पै खानु हन्तकाले काट्न पाउँछ कस्तो फिल भएको छ सब सुनाउने एकदम रमाइलो खदै निकाल्नु नहुने ए तेरि भ्याली रहेछ 80 रुपियाँ परेछ यसको शान्ति नै हो होइन ल हाम्रो पुष्पाजीलाई धन्यवाद धेरै धेरै धन्यवाद सबैजनालाई यस्तो राम्रो सरप्राइज दिनुभएकोमा है सुरु गरौँ सुरु ल मनायो पहिला पुष्पाले खुवाउँ है त्यसपछि हाम्रो पालो जन्मदिनको धेरै धेरै शुभकामना धेरै नदल्दै बिचरा खाएँ मैले ल गमै 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 त्यो दल्ने काम चाहिँ नगर्न म त बाहिर जान्छु मेरो थोडी बर्थडे हो त है फेरि उयो धुनु पर्ला नि फेरि लुगाहरू हेरे पहिला खाऊँ है खाऊँ जा भाइ के खानु जा त तपाईँ जानु न सुरुमा ठुल्ठुलो जाने हो कि के सब खानु जान ह्यापी बर्थडे दाइ पक्वाले म खाइदिन्छ सरी बर्थडे दाइ ह्याप्पी बर्थडे ल भाइ बर्थडे ह्याप्पी बर्थडे दाइ धन्यवाद ल ह्यापी बर्थडे पुष्पा भाइ धन्यवाद सबै 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 दाइ सबै 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 दल्थ्यो दल्थ्यो थाहा थियो कि यसले यस्तो गर्छ भनेर खा भने भो ल भने ल तातोमा छिरा अलि ह्याप्पी बर्थडे मेरो त ओइली फेस हो यार चिल्लो निक्लिनु भन्यो अब ल है यो चाहिँ ह्याप्पी बर्थडेको एकदम लाइसक्यो हो मलाई त दिना हेर्दा दिनालेको केक त पुरै बर्थडे उसको हो मनाउने आउने हो है फेरि ल सबसे बढी अरू भन्दा नि दिना ल्याएको केक हेर्छ तपाईँ लाग्यो चिप्लेछ त हातै कागै खेल्न यार एकदम हामी नुहाएर मात्रै आएको भर्खर यार सबै लुगा अघि भर्खर लाएर आएको होइन मलाई त होइन म तपाईँलाई सबलाई खाओ त्यो चिज
अब आफ्नो बर्थडे आउँदैछ मेरो बर्थडेमा म काठमाडौँ हुँदिनँ जहाँ भयो नि खोजेर हो नि हामी गाउँ जानुपर्ने ल पुष्पा दाइ कस्तो लाग्यो एकदम केटाहरूलाई याद थिएन बर्थडे आजको दिनमा मेरो आमाको पनि बर्थडे भएर मैले चाहिँ सम्झिरहेको पुष्पाको चाहिँ सम्झिरहेको थिएँ र अर्को पुष्पा भाइको अर्को मेरो साथी प्रशान्तको पनि आजै बर्थडे छ र मेरो बहिनीको पनि आजै बर्थडे छ एकदम आजको दिन भने स्पेसल दिन हो सर्वप्रथम चाहिँ उसलाई नै हामीले बर्थडे सरप्राइज गऱ्यौँ अब चाहिँ म घर जान्छु अनि मेरो साथीले पनि भेट्छु ल एकदम रमाइलो भयो अब हामी के गर्छौँ अहिले तपाईँहरूले भिडियोमा कन्टिन्यू गर्दैछ ल हाम्रो सोल्टीले चाहिँ मस्त केक खायो टाउकोतिर नहुँदैछ है सानो धारामा पौडी खेल्न जाने होइन म्यारिगोल्ड जाउँ यो मलाई चाहिँ नजाने भने कि होइन कि मान्छे आउँदैछ कि तपाईँको म जाउँ उनीहरू हेरेन स्याम्पो थप्दैछ क्या हो यार ओ मासल मन्जन हाल्यो यो कसले मन्जन त होइन मन्जन त हो नि त्यो उसको चाहिने हो भने तपाईँ आफ्नै बर्थडे ए हावा नआउने यार केटा हो कपालले सेतो हुने भयो त यार मन्जन पानी सक्ला पर्यो यतिकै दौडेर हामीलाई नि अहिले अलि त यता लेफ्ट साइडको काटेर लानु न हो ओइ कपालै बिग्रियो यार के सक्यो छैन कि अब केही गर्नु नहुने यार म रिङटा लगाइछु यहाँ टल्ला डल्ला ओ यो के कुनवाला फिज आइरहेको छ यो साइड धुने कि यो साइड हो त्यो साइड यो पानी हाल्नु पानी हाल्नु भने यो श्रम यो त यार आफिरो हुन्छ कहिले मन सरफले चाहिँ जान्छ म के गर्दिनँ म त्यो पानी सरफ छ कि नदिनु होइन म गरेर यति जान्छु सर खोइ हेलमेटले मेरो नगरिदेऊ न भाइ नगर्दा छोड्दैन आँखा पिरो होइन त्यो मिसिन लगाइदियो न झरङ हानिहाल्नु जार के अरे यस्तो बट्टबाट हालिदिउँ त्यो हुँदैन यार नाल ए हुँदैन त्यहाँ छैन ओइ नगर भने मान्छेको सरफले नहुँदैछ हाम्रो सोल्टी म घरमै जान्छु यार अब हार्पिक हाल्न मात्रै बाँकी छ है ल ल कति समयदेखि मैले चाहिँ प्लाट जाने हो यार ल ल ओइ 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 बिस्तारै हाल्नु भने पाउन यार सरफ हाल्न नहुने यार यसले यार सरफ गर्नु म हालिदिन्छु बिस्तारै मन फेरि मन्जन हाल्ला एकैचोटि दुइटै पानी आउँछ नि त लुगा जति गरे टावल छैन आँखै पिरो हुँदो रहेछ यार सरफ हो नि त अनि धन्न हार्पिक हाल्दैन केटा कस्तो दामी छैन छैन ल हाम्रो संसार सर सरफले नुहाइसकेपछि यस्तो ह्यान्डसम देखिसकेको छ यस्तो देख्यो होला है ह्यान्डसम मन्जनले सरफले नुहाएपछि त मान्छे सेतो हुँदैछ नि चारैतिर 360 भ्यू टेन्सन हुन्छ कस्तो लागेछ त संसारजी 360 भ्यू रे हामी पौडी खेल्न जाँदैछौँ यो मेरो भाइको रुमबाट चाहिँ पारिपट्टि ठ्याक्कै यो यहाँनिर चाहिँ म्यारिगोल्ड भन्ने स्विमिङ पुल छ त्यहाँ खेलेर चाहिँ अनि के प्लान गरौँ ल त्यो 5 किलो ल्याउनु कसले चाहिने ल हामी अब पौडी खेल्न आइसकेको छौँ यता हाम्रो नयाँ मेम्बर हाम्रो तपाईँको नाम के हो अरे राज गुरुङ गुरुङ ए ल आइसकेको छ हामी हेलो बर्थडे बोय ओइ के हो झ्याम्मै छ क्या पिन्डी लाएर हाउ के हो त्यही भएर यहाँ बक्सा देखाउनु नमिल्ने त्यही त हेर्न न पिन्डी लाएर आएछ यार केटीको हो क्या त्यो बनेर क्या पिङ सक्यो त पिङ ए देखाएँ ल बर्थडे बोय यहाँ खोइ यहाँनिर छ आज चाहिँ हाम्रो छ पुष्पको बर्थडे छिपिन्छ क्या अब हरेक माघको साइडको खेला न भाइ यार यहाँ आउँदैन एकछिन नाप्नु न त्यहाँ कति गहिरो छ